प्रकृतिको धनी सुन्दर गाउँ छोडेर आखिर मान्छे किन सहरिया हुन्छन्? हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। हेर्नुहोस् न, मेरो निधारमा नाम लो अनि टाउकोमा सल बाँधेको देखेर पक्कै कहाँ जान लाग्यो होला भनेर भन्नु होला। म चाहिँ घाँस काट्न जान लागि पछाडि टोको पनि छ। म चाहिँ डितिर घाँस काट्न हिँडेको। कसैले मलाई सोध्यो, तिमी कहाँ छौ? मैले हाँस्दै भने, म प्रकृतिसँग छु र म प्रकृतिसँग रमाउँदैछु। हेर्नुहोस् त, यति राम्रो शीतलो हावा अनि यो मौसम देख्दाखेरि कस्तो लाग्छ हजुरहरूलाई? फाइनली साथीहरू, म चाहिँ डी भन्ने ठाउँमा आइसकेँ। हेर्नुहोस्, यी हाम्रो यो तल्लापट्टिको जग्गा हो। त्यहाँ चाहिँ म घाँस काट्न आइगयौँ। यहाँ चाहिँ हेर्नु त सबै बाँझै छ कि। यतापट्टि खेत चाहिँ रोप्न लाउनु भएको छ, बाँझै छ। यता तल्लापट्टि सबै बाँझै छोड्नु भएको छ क्या। यहाँ चाहिँ बाँदरले भन्नुहुन्छ भने मकै रोपेर केही खान दिँदैन अनि केही पनि हुँदैन भनेर। यहाँ चाहिँ तल गुरुबा बस्नुहुन्थ्यो पहिला, अहिले चाहिँ गुरुबा पनि उता उसतिर बस्नुभएको छ। माथि त कुकुर भुकेको छ। अनि त्यो चाहिँ धारापानी भन्ने ठाउँ हो कि। त्यहाँ चाहिँ पहिला कुखुराहरू पाल्ने अनि बाख्राहरू पाल्ने टन्नै गर्नुहुन्थ्यो। अनि यहाँ केही भएन भनेर उहाँ पनि विदेश जानुभयो। अनि यता माथि चाहिँ अङ्कल हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो कुखुराहरू पाल्ने के काम गर्नुहुन्छ। हाम्रो गाउँ त एकदम रमाइलो छ नि। हेर्नु न, यति टाढा भए पनि त्यही तल्लैपट्टि रती खोला भन्ने छ। अनि यस्तो आनन्द आउँछ नि है। अनि म चाहिँ आज एक्लै आइथिएँ कि, त्यही भएर मोबाइल पनि लिएर आउँछु अनि भिडियो पनि बनाउँछु भनेर भनेको। प्रायः म चाहिँ साथीहरूसित आउँछु। अहिले चाहिँ उहाँहरूको कोदो रोप्न के गर्न लाउनु भयो। कति गर्मी छ नि, के कुरै नगर्नु। हेर्नु न, यहाँ म बस्दै डोको मात्रै भरेकी छु नि। वल्ल निम्ठु बनाएछु डोको, बसिरहेको छु कि शीतलमा। एकछिनमा फेरि झरेर पानी आउने होला है। हेर्नुहोस्, दुःख नगरी हुँदै हुन्न। बाख्रा छन् 2वटा, घरमा घाँस काट्नु नि पर्यो। हाम्रो बिहान बेलुका खान पर्छ, तिनीहरूलाई नि खानै पर्यो है। अनि म चाहिँ यत्तिकै शीतलमा बसिराखेकी छु है। हेर्नुहोस्, मेरो डोको चाहिँ निम्ठो भएको छ। कस्तो आयो कि जमाना साथीहरू, पहिला आफ्नोमा घाँस सकिसकेपछि अरूकोमा छपाउनु पर्थ्यो है। अहिले हेर्नुहोस्, सबैको जग्गा बाँझै रहेर उता पनि घाँस काट्न पाइन्छ, यता माथि पनि घाँस काट्न पाइन्छ, तल्ला पनि घाँस काट्न पायो, खोलातिर पनि घाँस काट्न पायो। पहिला बेसरी दुःख थियो अरे के घाँस काट्न। ओहो, एक तान्द्रो पाए पनि, एक डोको पाए पनि कस्तो उस गर्ने। अहिले हेर्नुहोस्, जतासुकै घाँसै घाँस। माथिबाट तलसम्म सबै बाँझै छ जग्गाहरू। जता घाँस काटे पनि केही हुँदैन। अहिले अस्ति हाम्रो घाँस यहाँ काटिदिनु भएको रहेछ। अब कसलाई के गराउने? हेर्नुहोस्, कहिले आफूले नि काटिन्छ अनि अरूले नि काट्छन् होइन। अनि कसलाई के भन्ने? हेर्नुहोस्, गाउँघर सबै छोडेर गएर विदेशतिर, कोही चाहिँ सहरतिर गएर बस्दिनु भएको छ। अनि गाउँमा चाहिँ कोही हामी जस्तै व्यक्तिहरू मात्रै छौँ। त्यही भएर घाँस चाहिँ टन्न पाइन्छ। यहाँ चाहिँ भैँसी पाल्न नि फरक पर्दैन। यहाँ चाहिँ यो डी भन्ने ठाउँ हो। अझ यहाँथिमा आएर एउटा टक्क लगाएर घर बनाउने अनि यहाँ भैँसी सैँसी पाले बस्ने भने त यति आनन्द छ। घाँस काट्नै पर्दैन, भैँसी छोडिदियो त जङ्गलतिर जान्छन्, घाँस उयोहरू खान्छन्, यहाँ आउँछन्। यहाँ चाहिँ एकदम आनन्दै छ। हेर्नुहोस्, गाउँमा बस्नेलाई एउटा फाइदा छ कि साथीहरू, न त जूको टिकट काट्न पर्ने हेर्नु, न त अब एसी लगाएर फ्यान लगाएर हावाको बिजुलीको पैसा तिर्न पर्ने। हेर्नुहोस्, अनि अर्को कुरा हेर्नुहोस्, न त हामीले फिल्मको अब त्यो सिनहरू हुन्छ नि, कता घुमेर टिकट काटेर पैसा खर्च गरेर फिल्मको सिनहरू। यहाँ पछाडि हेर्नु कति ठुलो डाँडो देखियो। यो डाँडो चाहिँ हामीले आफ्नै आँखाले देख्न सक्छौँ, न टिकट न विकेट है। साथीहरू, म चाहिँ चौतारोमा आइसकेँ। अब चाहिँ 5 मिनटपछि म घर नि पुग्छु। अब मेरो भिडियो लाग्यो, मन पर्यो लाइक सेयर गरिदिनु होला अनि आफ्नो सल्लाह सुख दिनु होला है। त्यही राम्रो त छैन, त्यही पनि हेरिदिनु होला भन्न चाहन्छु। अनि यस्तै अपडेटहरू म लिएर आउँदैछु अनि गाउँले जीवन हजुरहरूलाई म देखाउँछु। थ्याङ्क यू।